हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ साउनको दोस्रो सोमबार। म चाहिँ बिहानै नुहाइधुवाइ गरेर घर नजिकैको शिवलाई मन्दिरमा शिवजी महादेवलाई पानी चढाउन चाहिँ पानी लिन धारा गएँ। अनि धाराबाट पानी लिएर म उकालो सिडी चढ्दैछु। यस्तो रहेको छ हामी पानी लिन धारा जाने बाटो चाहिँ। अनि म मन्दिर आइपुगेँ। त्यसपछि मैले ठुलो घन्टी बजाउँदैछु। अनि त्यसपछि म मन्दिर वरिपरि घुम्छु पानी बोकेर। घन्टी बजाउँदै मन्दिर वरिपरि घुम्छु एक फन्को। अहिले चाहिँ यहाँ कोही आउनु भएको थिएन। कोही अघि आएर पूजा गरेर गइसक्नु भयो त भने कोही भर्खर आउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ अलिक चाँडै गएको थिएँ छिटो, त्यही भएर कोही हुनुहुन्न थियो। ढोका त खोलेको थियो तर ढोका त्यहाँ चाबी खोलेर ढप्काइरहेको थियो। अनि यस मन्दिरमा चाहिँ चैनपुर बजारदेखि पोखरी बजारदेखि लगायत त्यहीँ वरिपरिका मान्छेहरू चाहिँ पूजा गर्न आउनुहुन्छ यस शिवलाई मन्दिरमा। अनि म चाहिँ ढोका खोलेर भित्र पसेँ अनि पानी चढाउँदैछु। म पूजा गरेर गइसकेपछि चाहिँ धेरैजना आउँदै हुनुहुन्थ्यो। म चाहिँ अब पूजा गर्दैछु। सबै पूजा गरिसकेपछि अनि घन्टी बजाएर म बाहिर निस्किएँ। अनि फेरि म यो ठुलो घन्टी बजाउँदैछु। अनि यस्तो रहेको छ शिवलाई मन्दिर चाहिँ हाम्रो घर नजिकै रहेको छ। अनि म चाहिँ यस्तो हल्का सेल्फी भिडियो लिँदै थिएँ मन्दिर देखाउँदै। अनि यहाँ आएर उहाँहरू पूजा गर्दै हुनुहुन्थ्यो। म चाहिँ अब निस्किएँ। मैले चाहिँ चप्पल घरमै छोडेर आएको थिएँ खाली खुट्टै। अनि यता चाहिँ धारा पानी लिनु जाने धारा जाने बाटो। अनि यता चाहिँ घरतर्फ म लागेँ। यता चाहिँ पोखरी जाने बाटो रहेको छ।